आइसके यो घर कोही छन् कि छैनन् यस्तो लाग्छ केही खानेकुरा दिन्छ कि दिन्नन्। ओहो यस बेला को आयो होला? कहाँबाट आयो? धेरै टाढाबाट आए। भोक लाग्छ धेरै टाढाबाट आए। रातिमा यस बेला आउने त पक्कै पनि यो नौ दुर्गाको बेलामा आउने त कुनै देवी नै हुनुपर्छ। म आज यो नानीलाई पेटभरि खुवाएर विधिपूर्वक खुवाएर पठाउँछु है। आऊ बस है, यहाँ आएर बस। म तिमीलाई आज विधिपूर्वक पूजा गरेर खाना खुवाउँछु है। ल नानी यहाँ गोडा राख त, म नानीको खुट्टा धुन्छु है। खुट्टा धोएर अनि म नानीलाई चाहिँ विधिपूर्वक खाना खुवाउँछु, भोजन ग्रहण गराउँछु है त। ल आऊ नानी, म तिमीलाई टिका लगाइदिन्छु अनि खानेकुरा दिन्छु है। आज चाहिँ दुर्गा पूजाको बेलामा आउँथ्यो। ल अब खानेकुरा पेटभरि खाऊ है। नौ दुर्गाको बेलामा मैले नानी आज मेरो घरमा साक्षात् दुर्गाको उपस्थिति रहेछ। जय दुर्गे माता, रक्षा गर्नु।